ओहो यहाँ दिदीलाई भेट भयो दिदी हजुर के बोक्नु हो यत्रो ठुलो बोरामा अनि यो गाई हजुर हजुर गाह्रो हुँदैन नि यत्रो ठुलो बोरा बोक्नु भएको छ त हेरौँ है साह्रै अनि यो बिहान कतिखेरदेखि बोक्नु भयो अहिले यति चाँडै ल्याउनु भएछ त यहाँ दाइले ल्याउनु भएर आमामा अचम्मै पऱ्यो म त यत्रो बोकेको देखेर त यो तपाईँको गाई भैँसी करा हो क्या मेरो तलतिर ए तलतिर छ गाह्रो हुँदैन भने यति धेरै बोक्दा हुँदैन हजुरको नाम चाहिँ के पर्यो दिदी सम्झना कार्की ए तपाईँको घर चाहिँ कहाँनिर हो त ए ए कतिवटा छ त गाई बस्तु तपाईँको घरमा दुईटा छ ए ठिकै छ दिदी म यसो तपाईँको गाउँ डुल्दै थिएँ तपाईँलाई यसो देखेँ के बोक्नु भएको रहेछ यत्रो ठुलो बोरामा भनेर सोधेको है त दिदी अहिले म लाग्छु नि त तपाईँलाई नि यो यत्रो ठुलो भारी बोक्दा बोक्दा गाह्रो भयो होला ल बिस्तारै जानु है दिदी ल हस् दिदी हस्